Hello everyone. आज हामी 10 क्लासको प्रोग्रामिङ इन के बेसिक भन्ने टपिकबाट सुरु गर्छौँ। सो यो प्रोग्रामिङ भनेको के हो त भनेर भन्दा हामी कहिले पनि घोकेर जानिँदैन है, हामीले यसलाई बुझ्नुपर्छ। सो हामी यो च्याप्टर भनेको हामीले अब फर्दर के कुराहरू पढ्दैछौँ त, के कुराहरू पढ्छौँ त भन्ने कुरालाई चाहिँ देखाउँछ यो प्रोग्रामिङ इन के बेसिक भन्ने च्याप्टरले। सो सुरुबाट जाऊँ है त। इन्ट्रोडक्सन टु के बेसिक भनेर भनेको अब के बेसिक भनेको के हो त, यसको फुल फर्म चाहिँ धेरै जसो सोधिरहेको हुन्छ। सो यो कुरा चाहिँ घोक्नु पऱ्यो कि क्विक बिगिनर्स अल पर्पज सिम्बोलिक इन्स्ट्रक्सन कोड इज अ हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज। तपाईँहरूलाई दुईवटा क्वेसन सोधिरहेको हुन्छ, वाट इज हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज अनि लो लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर। जस्तै अब हामीले बुझ्नु पऱ्यो कि जुन कुरा हामी पढ्न सक्छौँ, जस्तै जहाँ वर्डहरू प्रिन्ट अनि त्यसपछि इनपुट अनि आउटपुट यस्तो वर्डहरू युज भएको छ, त्यसलाई हाई लेभल प्रोग्रामिङ भन्ने, जसले ह्युमेनले बुझ्न सक्ने ल्याङ्ग्वेजलाई चाहिँ हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज भनिन्छ। र जुन कुरा चाहिँ ह्युमेनले बुझ्दैन, जस्तै 001 बाइनेरी कोडमा लेखेको छ, त्यसलाई चाहिँ के भन्छ त भन्दा लो लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज है। जस्तै मैले यहाँ देखाइदिइहाल्छु। सो यहाँ हेरौँ मैले डिफरेन्स भन्दा नि इक्जाम्पल अफ हाई लेभल एन्ड लो लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज है त। यो भनेर भन्दै गर्दा अब हामी पढ्दै गर्दाखेरि च्याटजिपिटी साइडमै रहेर हुन्छ है। सो यो हेर्नुहोस् त, अब नोट बनाइहाल्नु पऱ्यो। हाई लेभल ल्याङ्ग्वेजको इक्जाम्पलहरू के भयो, पाइथन, जावा स्क्रिप्ट होइन, क्युबेसिक चाहिँ अहिले इन्क्लुड गरेको छैन। सो त्यो हाम्रो क्युबेसिक अब हामीले पढ्ने पनि क्युबेसिक पनि के हो भन्दा हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज है। सो अब अर्को छ एसेम्ब्ली ल्याङ्ग्वेज अनि मेसिन कोड। सो हामी हेरौँ न त, एउटा प्रिन्ट गरी हेरौँ। प्रिन्ट हेलो वर्ल्ड इन हाई एसेम्ब्ली एन्ड लो लेभल ल्याङ्ग्वेज है त। हामीले हेलो वर्ल्ड भनेर प्रिन्ट गर्नलाई हामीले के गर्नु पर्दो रहेछ ल, प्रिन्ट हेलो वर्ल्ड, यो हाई लेभल ल्याङ्ग्वेजमा भयो। एसेम्ब्लीमा भएको भए त्यति हेलो वर्ल्ड देखाउनलाई हामीले कति टाइप कुराहरू लेख्नु पर्थ्यो, यति कुराहरू लेख्नु पर्थ्यो है। अनि त्यस पछाडिबाट हामीले एसेम्ब्लीमा त्यो भयो, अनि मेसिन कोडमा कति लेख्नु पर्थ्यो, यति लेख्नु पर्थ्यो। अब कहाँ लेख्ने त भनेर भन्ने कुराहरूमा, जस्तै हामीले अब क्युबेसिक रनिङ क्युबेसिक अब हामी क्युबेसिकमै हेरौँ मैले क्युबेसिक कम्पाइलर भनेर भन्दाखेरि हाम्रो क्युबिजेएस भनेर आउँछ। सो हामी यहाँ जाने अनि त्यसपछि हामी हेरौँ इन क्युबेसिक प्रोग्राम टु प्रिन्ट हेलो भनेर यसरी है। सो कसरी हुँदो रहेछ त भन्दा प्रिन्ट हेलो वर्ल्ड, हाम्रो क्युबिजिएस भनेको हामीले क्युबिजिक कहाँबाट हामी प्र्याक्टिस गर्ने त भनेर भन्दा क्युबिजिएसमा गएर प्र्याक्टिस गर्दा हुन्छ। त्यहाँबाट कपी गर्यो अनि त्यसपछि यहाँ पेस्ट। सो यो रन गर्दाखेरि के भयो, हेलो वर्ल्ड हो। त्यस्तै चाहिँ हाम्रो एसेम्ब्ली प्रिन्ट गर्ने पनि यस्तै एउटा ठाउँ हुन्छ, अनि त्यसपछि लो लेभल प्रिन्ट गर्ने पनि हाम्रो यस्तै ठाउँ हुन्छ है। हामी बिस्तारै सबै कुराहरू सिक्दै जान्छौँ। सो अझै त्यस्तो धेरै हो के गर्ने कसो गर्ने भनेर टेन्सन लिइराख्नु पर्दैन है त। सो अब हाई लेभल र लो ल्याङ्ग्वेजको कुरा बुझ्यो, कहिले बनेको थियो भनेर हामी सर एकचोटि आफैले नै सम्झिराख्ने, यो डेट चाहिँ सम्झिराख्नु पऱ्यो। इट्स अ मोडुलर प्रोग्रामिङ ल्याङ्ग्वेज हो। प्रोग्रामिङ इज डिभाइडेड इन्टु मोडुल्स अर प्रोसिजियर्स। किन मोडुलर प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको छ त क्युबेसिकलाई भनेर भन्दाखेरि यसको दुई कुरामा डिभाइडेड भएको छ, त्यसैले यसलाई मोडुलर प्रोग्रामिङ ल्याङ्ग्वेज भनिन्छ। मोडुल्स र प्रोसिजियर यति हो। वाइ इट इज कल्ड मोडुलर प्रोग्रामिङ ल्याङ्ग्वेज, बिकज इट इज डिभाइडेड इन्टु टु मोडुल्स अर प्रोसिजियर। सो इट इज कल्ड मोडुलर प्रोग्रामिङ, नट अ बिग डिल है। क्युबेसिक इज सिम्पल एन्ड इजी टु लर्न। इट इज यो तल केही बुझ्नु पर्दैन। अब डिफ्रेन्ट कन्ट्रोल सिस्टम क्युबेसिकले कसरी काम गर्छ त भनेर भन्दा दुई तरिकाले काम गर्छ, एउटा ब्रान्चिङ अनि अर्को लुपिङ है त। हामी यो विस्तारमा अझै अर्को च्याप्टरमा पढ्छौँ। सो ब्रान्चिङमा के छ, इफ एल्स इन्ड, इफ स्टेटमेन्ट र अर्को सिलेक्ट स्टेटमेन्ट। इफ स्टेटमेन्टले के गर्छ त भनेर भन्दा ठ्याक्कै केही फरक छैन। इफ भनेको के, यदि, नेपालीमा इफ भनेको के, यदि इफ
1 + 1 इज इक्वल्स टु लेखिन्छ बराबर छ भने 2 छ भने के गर प्रिन्ट हाई यदि 1 + 1 = 2 छ भने प्रिन्ट हाई यदि 2 हुँदैन भने के प्रिन्ट बाई यति हो यदि यदि 2 होइन भने यति हो जस्ट इफ एल्स स्टेटमेन्ट भनेको त्यही हो है अब सिलेक्ट एन्ड इन स्टेटमेन्टले के भन्छ त भन्दा तिमीलाई एउटा कुरा दिन्छ यदि 1 + 1 सिलेक्ट तिम्रो चाहिँ a को भ्यालु दिन्छ a को भ्यालु दिन्छ 1 छ भने a को भ्यालु 1 छ भने कहाँ जाऊ डिफ्रेन्ट हामीलाई चाहिँ हुन्छ अप्सनहरु हुन्छ यदि 1 को भ्यालु a को भ्यालु 1 छ भने यसमा जाऊ a को भ्यालु 3 छ भने यसमा जाऊ भनेको सिधै अरु यसमा चाहिँ के गर्यो त पहिला यसलाई चेक गर्यो यो छ भने यसमा गयो नत्र छैन भने यसमा गयो भनेको अलगति धेरै प्रोग्राम चाहिँ रन भयो तर यो सिलेक्टले चाहिँ के गर्यो त भन्दा सिधै यदि छ जुनमा छ त्यसैमा जाऊ भन्ने कुरा भयो कि यदि तिमीलाई चाहिँ जस्तै मैले अब काठमाडौँ जाऊ भनेर भन्यो भने इफले के गर्छ त भनेर भन्दा तिमी पोखरा जाऊ यदि त्यो काठमाडौँ हो भने त्यही बस नत्र तिमी कहाँ जाऊ अर्को लोकेसन जाऊ फेरि चेक गर तिमी दमौली जाऊ दमौलीमा गएर चेक गर यदि दमौली काठमाडौँ हो भने त्यही बस नत्र फेरि अर्को लोकेसन चेक गर लाइक मुगलिन जाऊ मुगलिन गएर चेक गर यदि मुगलिन काठमाडौँ हो भने त्यही बस नत्र फेरि अर्को ठाउँमा जाऊ हो इफ स्टेटमेन्टले त्यसरी काम गर्छ भने हाम्रो सिलेक्ट स्टेटमेन्टले कसरी काम गर्छ त भन्दा एउटा ठाउँ जाऊ तिमी कहाँ जाने हो आऊ मलाई नाम लिएर आऊ त्यस पछाडि त्यहाँ तिमी सिधै चाहिँ कहाँ जाऊ त भन्दा अन्त कोही चेक गर्न पर्दैन सिर्फ तिमी काठमाडौँ गएर चेक गर तिमी त्यही काठमाडौँमै पुग्छौ भन्ने कुरा चाहिँ यो हाम्रो इफ हाम्रो सिलेक्ट स्टेटमेन्टले हामीलाई बुझाउँछ है त सो अब हाम्रो अर्को छ लुपिङ लुपिङ भनेको के हो त भन्दा लुपिङ भनेको बारम्बार गर्ने काम बारम्बार दोहोरिने कुरा बारम्बार दोहोरिने कुरालाई हामी के भन्छ लुपिङ लुप यहाँ हामी सर्च गर्न पनि सक्छौँ लुप मिनिङ ट्याक्कै हामीले इङ्ग्लिस पढ्दा यो प्रोग्रामिङ ल्याङ्ग्वेज स्ट्रक्चर सिरिज अफ प्रोसेस द एन्ड अफ व्हिच इज कनेक्टेड टु द बिगिनिङ भनेको तिमी गरिराख जबसम्म एउटा तिमीलाई चाहिँ इन्स्ट्रक्सन दिँदैन तबसम्म गरिराख जस्तै हाम्रो युट्युबमा गयो भने युट्युबमा पनि हामीले देख्न सकिन्छ युट्युबमा गयो भने के हुन्छ भन्दा त्यहाँ लुप भन्ने अप्सन हुन्छ कि है त यहाँ हामी गएर लुप भनेर यहाँ क्लिक गऱ्यो भने त्यस पछाडि है फेरि यहाँ गएर फेरि देखित पर्छ है त सो यसलाई भन्छ लुपिङ त्यसैले लुपिङका पनि तीनटा कुराहरू छन् त्यो बेसिकमा हामीले लुपिङ कसरी गर्न सकिन्छ त भन्दा लुपिङ गर्नको लागि हामीलाई फर नेक्स्ट एउटा टुलुप छ एउटा व्हाइल मेन छ है फर भनेको हामी कसरी बुझ्ने त भन्दा फरको स्ट्रक्चरै बुझौँ फर एउटा हुन्छ इनिसियलाइजेसन फरको हाम्रो तीनटा कुरा हुन्छ फरमा के हुन्छ त भन्दा फर गर्दाखेरि इनिसियलाइजेसन भेरिएबललाई इनिसियलाइज गर्ने इनिसियलाइजेसन कन्डिसन इन्क्रिमेन्ट त्यसपछि कर्ली ब्राकेट यति चाहिँ बुझिरहनु त्यस पछाडि त्यहाँ हामीले के प्रिन्ट गर्ने त भन्दा प्रिन्टको कुरा भयो त्यसपछि फेरि कर्ली ब्राकेट त्यस जब हामीलाई इन गर्न छ इन कन्डिसन है त इन कन्डिसन भनेको यही हो यो कन्डिसन है त्यसलाई चाहिँ हामी यो टिपिराख्नु पर्यो है त सो अब हामी फरको यहाँ इक्जाम्पल हेरौँ है त यसले बताउँछ हामीलाई फर प्रोग्राम टु डिस्प्ले फर्स्ट 100 नेचुरल नम्बर्स अब यो भनेको के हो त भन्दा अहिले यसलाई 100 छोडेर हामी के गरौँ
5 नेचुरल्स नम्बर भनौँ है त। यसले के प्रिन्ट गर्नु पर्यो 1 2 3 4 5 प्रिन्ट गर्नु पर्यो है त। अब हामीसँग छ, अब पहिला मैले प्रिन्टै गरेर देखाइदिइहाल्छु है। यसलाई के गर्ने, यसलाई कपी गर्ने है, कपी गरेर हामी कहाँ पेस्ट गर्नु पर्यो त भन्दा यहाँ पेस्ट गर्नु पर्यो। पेस्ट गर्दै गर्दाखेरि हाम्रो के भयो, सो हाम्रो यहाँ 100 सम्म थियो, हामी के गर्नु पर्यो 5 सम्म प्रिन्ट गर्नु पर्यो। सो रन गर्दाखेरि के भयो 1 2 3 4 5। सो हामीलाई यो प्रोग्रामले के गर्छ त भनेर भन्दा 1 2 3 4 5 प्रिन्ट गर्छ। हामीले प्रिन्ट गर्छ भनेर पनि देख्यौँ, हामीलाई यो कोडले 1 देखि 5 सम्म प्रिन्ट गरेर दिन्छ भन्ने कुराहरू पनि देख्यौँ। अब हामी हेर्नु पर्यो कि कसरी प्रिन्ट गरिरहेको छ त, कसरी प्रिन्ट गरिरहेको छ मैले देखाउँछु है त। सो रेम टु डिस्प्ले फर्स्ट 100 नेचुरल नम्बर्स, यो भनेको के हो त भन्दा रिमाइन्डर भन्ने जस्तो जुन कुरा यहाँ देखिँदैन। रेम भनेर हामीले यहाँ जे लेख्दाखेरि पनि हुन्छ। रेम मैले अब 1 देखि 5 सम्म नेचुरल नम्बर्स प्रिन्ट गर्दैछु, डजन्ट म्याटर, यो लेख्दाखेरि पनि हुन्छ, केही फरक पर्दैन है। अर्को रेम थपौँ, अर्को रेम थपेर पनि रेम भनेको यो कमेन्ट जस्तो हो कि मैले यो बुझ्नलाई मैले यो गर्दैछु है, मैले आफूलाई बुझ्नलाई कि आफूलाई बुझ्नलाई लेख्ने कुरालाई हामी रेममा राख्छौँ है त। केही फरक पर्दैन, के फरक पर्यो, केही पनि परेन। जस्तै अब यहाँ यसले चाहिँ फरक पर्छ, 10 सम्म प्रिन्ट गर्नु पर्यो नि, 10 सम्म आयो। सो हामीले यहाँ के गर्दैछौँ 5 सम्म प्रिन्ट गर्दैछौँ है त। सो 5 सम्म प्रिन्ट गर्नलाई अब हामी यहाँ गएर हेर्छौँ। यहाँ गएर हेर्दै गर्दाखेरि अब हामीले फर लुप देख्ने बित्तिकै हामी के गर्नु पर्यो त भनेर भन्दा हामीले एउटा टेबल बनाइहाल्नु पर्यो है। सो मैले यसलाई क्लियर गर्छु। सो क्लियर गरिसकेपछि अब CLS भनेको फर क्लियरिङ द स्क्रिन है, यहाँ हेरौँ। सो रेमको कुरा बुझिहाल्यो, CLS भनेको स्क्रिन क्लियर गर्नलाई हो। जस्तै अब मैले यहाँ CLS को पनि देखाइदिइहाल्छु मिनी। जस्तै मैले अब यहाँ के गरेँ त भन्दा CLS नलेखिकन मैले फेरि रन गरेँ भने के हुन्छ, सो त्यही दोहोरिन्छ है। यसले चाहिँ अटोमेटिक CLS को अप्सन राखेको रहेछ। सो ठिकै छ, ल स्क्रिन क्लियर गर्नको लागि है CLS भनेको। जस्तै यहाँ CLS मात्रै राखियो भने के हुन्छ, अहिले यो छ यसरी CLS मात्रै राख्यो भने के भयो, स्क्रिन क्लियर भयो है। हाम्रो धेरै छ भने हाम्रो चाहिँ स्क्रिन क्लियर गर्नलाई हामी CLS लेख्छौँ है त। ओके, CLS भनेको यसलाई खाली बनाउनलाई, क्लियर भनेको कि CLS भनेको क्लियर भनेको। सो अब यहाँ गयो, अब यो हामीले देख्यौँ नि जुन प्रोग्राम टु डिस्प्ले फर्स्ट 100 नेचुरल नम्बर्स भनेर जुन आयो नि। अब यसलाई आउने साथ हामी के गर्नु पर्यो, फर देख्यौँ नि, फर देख्ने बित्तिकै हामी के गर्ने एउटा टेबल बनाइहाल्ने। फर देख्ने बित्तिकै एउटा टेबल बनिहाल्नुपर्छ है, एउटा टेबल। फर देख्यो कि एउटा टेबल, हामीले फर देख्ने बित्तिकै यस्तो गर्नुपर्छ फर। अब जहिले पनि के युज हुन्छ त भन्दा आईको भेल्यु कतिले इनिसियलाइजेसन भनेको थिएँ नि मैले, इनिसियलाइजेसन कन्डिसन, एक्चुअली भिडियो ब्याक गरेर पनि हेर्दा हुन्छ। इनिसियलाइजेसन कन्डिसन र इन्क्रिमेन्ट अर डिक्रिमेन्टको कुरा गरेको थिएँ। सो यहाँ कतिले इनिसियलाइज गर्नु भनेको छ 1 ले, सो 1 यस्तो गर्ने है। अनि त्यसो 1 to 100 यो भनेको के हो, कन्डिसन हो। I is equals to 1 to 100, so I is smaller or equals to हामीले कतिसम्म प्रिन्ट गर्ने भनेको 5 सम्म। यसलाई काटेर 5 लेखौँ, यसलाई पनि काटेर 5 लेखौँ है त। सो हामीले 1 to के त भन्यो भन्दाखेरि 5 है। सो 1 देखि 5 सम्म। अनि त्यसपछि हामीले के गरौँ, नेक्स्ट आई भनेको के त भन्दा आई प्लस प्लस हो कि, नेक्स्ट आई भनेको यसले चाहिँ के गर्छ त भन्दा आईलाई एकचोटि बढाइदिन्छ। त्यसपछि कर्ली ब्राकेट। यति सम्झियो भने हामीले क्युबेसिक प्रोग्रामिङ सक्यो, केही पनि छैन। त्यस पछाडि के भनेछ, प्रिन्ट आई। प्रिन्ट आई भनेको के त भन्दा
प्रिन्ट आई भनेर भनेको छ नि। सो अब यहाँ लेख्नु पर्यो, अब यहाँ ठ्याक्कै यहाँ गएर लेख्ने आई के छ है त, के छ आई हो। त्यस पछाडि त्यहाँ के छ हाम्रो कन्डिसन आई स्मलर इक्वल्स टु 5। त्यसपछि के छ यहाँ हाम्रो यसरी जान्छ है फर लुप, आई कन्डिसन चेक, त्यसपछि प्रिन्ट, त्यसपछि फेरि कन्डिसन चेक, त्यसपछि यहाँ, त्यसपछि यहाँ, त्यसपछि यहाँ, यसरी जान्छ है त। पहिला इनिसियलाइजेसन, कन्डिसन चेक, प्रिन्ट, त्यसपछि इन्क्रिमेन्ट, फेरि कन्डिसन चेक, प्रिन्ट, इन्क्रिमेन्ट, कन्डिसन चेक, प्रिन्ट, इन्क्रिमेन्ट, यसरी घुम्छ है त लुप। यसरी घुम्यो कि घुमेन, लुपमा घुम्यो है। सो अनि त्यसपछि के हुनु पर्यो, प्रिन्ट आई हुनु पर्यो। त्यसपछि के हुनु पर्यो त भन्दा हाम्रो के छ आई प्लस प्लस है त। अब आई को भ्यालु कति छ 1। अब चेक गर्ने 1 इज स्मलर इक्वल्स टु 5। यसले सोधेको के 1 1 भन्दा के 5 1 भन्दा बराबर अथवा सानो छ, obviously छ। त्यो छ भने 1 प्रिन्ट गर्दियो भनेको आउटपुट भनेको के भयो त भनेर भन्दा आउटपुट भनेको 1 है त। त्यस पछाडि त्यहाँ आई प्लस प्लस भनेको आई मा 1 जोडा भनेको 2 हो। यहाँ गयो प्रिन्ट भयो, त्यसपछि यो 2 भयो, फेरि कहाँ जान्छ यहाँ कन्डिसन चेक गर्न जान्छ भनेको यो फेरि अब कहाँ गयो यहाँ गयो भनेको अब आई को भ्यालु कति छ 2। 2 इज स्मलर इक्वल्स टु 5। यो कन्डिसन पनि के हुन्छ ट्रु हुन्छ। ट्रु छ भने कहाँ जाने यहाँ जाने भनेको 2 प्रिन्ट गर भनेको 2 प्रिन्ट भयो। अब आई प्लस प्लस भनेको कति भयो फेरि 3 भयो। 3 भइसकेपछि कहाँ गयो फेरि कन्डिसन चेक गर्नु गयो। अब आई को भ्यालु अहिले कति छ 3 छ। 3 इज स्मलर इक्वल्स टु 5 ट्रु। सो कति प्रिन्ट गर 3 प्रिन्ट गर, आउटपुट कति भयो 3 भयो। सो अब फेरि नेक्स्ट आई कति भयो 4। फेरि कन्डिसन चेक गर्न जाऊ, आई को भ्यालु अहिले कति छ 4 इज स्मलर इक्वल्स टु 5, कन्डिसन इज ट्रु। सो आई को भ्यालु कति भयो कति प्रिन्ट भयो 4 प्रिन्ट भयो। त्यसपछि नेक्स्ट आई कति भयो 5 हो। फेरि कन्डिसन अब आई को भ्यालु कति छ अहिले 5। फेरि कन्डिसन चेक गर 5 इज स्मलर इक्वल्स टु 5, यो पनि ट्रु नै हो कन्डिसन। सो कति प्रिन्ट भयो नेक्स्ट आई भनेको 5, सो प्रिन्ट कति भयो 5। अब आई प्लस प्लस कति भयो 6। फेरि कन्डिसन चेक गर्न जाऊ, अब यहाँ आउँछ, अब भ्यालु कति छ 6। 6 इज स्मलर इक्वल्स टु 5, इज दिस कन्डिसन ट्रु। 6 इज स्मलर इक्वल्स टु 5, यो कन्डिसन ट्रु हो त हैन, यो कन्डिसन ट्रु हैन। त्यसैले कहाँ गयो अब यहाँ गइसकेपछि कहाँ गयो त भन्दा यो कन्डिसन फल्स भइसकेपछि यो कन्डिसन ट्रु भयो भने मात्रै यहाँ भित्र जाने हो के। यो कन्डिसन अब के भयो फल्स भयो। सो कहाँ आयो त भन्दा बाहिर लुप एक्जिट भयो। लुप एक्जिट भयो भनेको हामीलाई के भयो आउटपुट 1 2 3 4 5। त्यसरी हाम्रो के भयो भन्दा आउटपुट चाहिँ यसरी आयो है त। सो बिग प्रोग्रामिङ हेर्दाखेरि चाहिँ हाम्रो कुराहरू यसरी चल्छ है। अब हामी हेरौँ अर्को छ रेम टु डिस्प्ले द मल्टिपल टेबल्स अफ एनी सप्लाइड नम्बर्स भनेको छ। अब मैले यो कुराहरू कसरी भनेर बुझाउँदिन है, तर मैले यहाँ बुझाउनै पर्ने भनेको के हो त भन्दा इनपुट है। अब यहाँ के छ त भनेर भन्दा इनपुट भन्ने कुरालाई चाहिँ मैले बुझाउँछु है त। सो यसलाई हामी के गरौँ, यसलाई अहिले हामी यसको आउटपुटमा नजाउँ है। यसले के आउटपुट गर्छ त्यसमा केही नजाउँ, रेमलाई यतिकै छोड्दिउँ इनपुट। अब इनपुटको केसमा पनि हामी के लेख्दाखेरि पनि हुन्छ, तिमीलाई मैले एउटा नम्बर इनपुट गर्न भनेको छु भनेर यसरी लेख्दाखेरि पनि केही फरक पर्दैन। ल मलाई सोध्यो तिमीलाई मैले एउटा नम्बर इनपुट गर्न भनेको छु, यसले के गर्दियो 5 को टेबल निकाल्दियो। 5 1 जा 5, 5 2 जा 10, 5 3 जा 15 के भनेको थियो हाम्रो। अब यसरी लेख्नु भन्दा तिमीलाई के को मल्टिपल टेबल
चाहिएको हो भन त भनेर भनेको इनपुट पछि हाम्रो यो दुईटा यो उसमा के भन्छ यो हाम्रो यो भित्र यो दुईटा भित्र जे लेख हाम्रो स्क्रिनमा त्यही हुन्छ हेर त तिमीलाई के को मल्टिप्लिकेसन टेबल चाहिएको हो भन त को चाहिएको सो के भयो 2 1 2 2 3 2 2 4 2 3 6 2 4 2 5 10 है त यो कुरा भयो भनेको यहाँ हामीले जे लेख्दाखेरि पनि भयो रेम जस्तै भयो रेम भनेको आफूले बुझ्नलाई मैले यो काम गर्दैछु है भनेर बुझ्नलाई इनपुट भनेको यहाँ स्क्रिनमै देखाउनलाई रेम चाहिँ स्क्रिनमा देखिन्न तर इनपुट चाहिँ के गरिन्छ त भनेर स्क्रिनमा देखिन्छ भनेको युजरसित इनपुट माग्नलाई आउटपुट देखाउने कुरालाई इनपुट दि नम्बर भनेर यसरी हामीले फेरि इक्जाम दिने बेलामा यसरी राम्ररी नै लेख्ने इनपुट द नम्बर भनेको फोको टेबल चाहिएको थियो मलाई सो त्यही भयो यो केमा आयो त भन्दा डु व्हाइल लुपमा भनेको एकचोटि यसले गर्छ मैले सबै कुराहरू पछि बुझाउँछु है त सो अहिलेलाई चाहिँ हामी यतिकै हेर्दैछौँ अनि त्यसो प्रोग्राम टु चेक प्राइमर कम्पोजिट नम्बर अब हामी के गर्ने स्याट्टै यसलाई के गर्ने त भन्दा कपी गरेर के गर्ने पेस्ट गरिसकेपछि अब प्राइम र कम्पोजिट नम्बर कुन हो त भन्दा यहाँ हामी जे लेख्न नि पाइयो XYZ ल यहाँ टाइप एनी नम्बर टाइप गरौँ प्राइम गरे फेरि रन गरौँ हामीलाई 5 क्यू भन्दा प्राइम 6 क्यू कम्पोजिट सो यसरी चाहिँ हाम्रो यो प्रोग्राम रन भयो त प्रोग्राम टु चेक आइम स्ट्रङ अर नट भनेको के हो त भन्दा यो सबै हामी पछि गरिन्छ है आइम स्ट्रङ अर नट भनेको के हो त भन्दा नम्बर आइम स्ट्रङ हो कि होइन आइम स्ट्रङ हो कि होइन आइम स्ट्रङ भनेको के हो सो हाम्रो के भयो यो अहिले चलेन मैले के गर्छु त भन्दा कसरी क्युबेसिक डाउनलोड गर्ने यताउता सबै कुराहरू सिकाउँछु यसले सबै कुराहरू चलाउँदैन हाम्रो किनकि मेन क्युबेसिक चल्ने चिज होइन क्या यो है त अब लाइब्रेरी फङ्सनहरू छ लेन भनेको लेन्थ हो जस्तै मैले के गरेँ त भन्दा ए डट लेन्थ गरेँ भने मेरो चाहिँ लेन्थ कतिवटा छ त जस्तै एप्पल गरेँ भने यसले के गर्छ त भन्दा जस्तै मेरो एप्पल छ भने एप्पल डट एलियन गऱ्यो भने के आउँछ त भन्दा यो 5 आउँछ किनकि 1 2 3 4 5 है त गरिहेरौँ यहाँ हामी एप्पल डट एलियन गऱ्यो भने मिसिङ एप्पल डट ओके यहाँ लेन लाइब्रेरी कोडिङ क्युबेसिक है त सो यो गरेर हामी हान्यो भने लेन स्ट्रिङ ओके सो नेम इक्वल्स टु हेलो वर्ल्ड ओके टेक्स्ट विल बी एप्पल है त एप्पलमा हामी के गरे त भन्दा द टेक्स्ट ल अब यहाँ गएर हेर्दाखेरि हामी के छ यहाँ गएर हामी यसरी नि टेक्स्ट इज के एप्पल हो लेन्थ इज 5 भनेको लेन्थ इज लेन भित्र टेक्स्ट भनेको हामीले सिधै के राख्दिन सकिन्थ्यो हामीले अरु माथिको केही नगरिकिन अरु माथिको केही नलेखिकिन हामीले के गर्दिन सकिन्थ्यो यहाँ चाहिँ एप्पल सरी के त भन्नु सो डबल कोटेसन भित्र है एप्पल यसरी हामीले राख्यो भने लेन्थ इज के भयो 5 हो अब यहाँ हामीले कार हान्यो भने लेन्थ इज 3 सो यसले चाहिँ लेनले चाहिँ के गर्यो गन्छ है त अब लेफ्ट स्ट्रिङले के गर्दो रहेछ यो पनि एरिया LEFT लेफ्टले के गर्दो रहेछ लेफ्ट स्ट्रिङ सो यो सबै हामी बिस्तारै हेर्दै गर्छौँ है त सो अहिलेलाई सबैभन्दा इम्पोर्टेन्ट भनेको लेन्थ हो यो लेन्थ हेर्दै गरौँ प्रोग्राम टु डिस्प्ले रिभर्स द स्ट्रिङ अब यो पनि एकचोटि रन गरिहेरौँ है त प्रोग्राम
सो स्ट्रिङ टाइप गरौँ एपिबिएल एप्पल सो यसले चाहिँ के गरिदियो स्ट्रिङलाई रिभर्स गरिदियो है यो सबै मैले एक्सप्लेन एक एक कुराहरू एक्सप्लेन गरेर मैले बताउँछु है सो यो रेम टु काउन्ट दि वर्ड्स अब यहाँ हेरौँ यसलाई पनि गरी हेरौँ यसमा सो टाइप एनी स्ट्रिङ भ्यालु method argument 1 is required ओके हामी स्ट्रिङ टाइप इन स्ट्रिङ भ्यालु भनेछ एपिपिएल एप्पल नै हानौँ सो आर्गुमेन्ट 1 मेथड आर्गुमेन्ट 1 इज रिक्वायर्ड भने सो यो चलेन मैले चल्ने ठाउँमै देखाउँछु त सबै कुराहरू सो चेक स्क्वायर एन्ड नट अब यो पर्फेक्ट स्क्वायर छ कि छैन भनेर हामीले चेक गरौँ है त पर्फेक्ट स्क्वायर छ कि छैन भनेर चेक गर्नलाई फो इज दिस अ पर्फेक्ट स्क्वायर सो दिस इज अल्सो नट वर्किङ सो हामी अर्को छुट्टै क्युबेसी नै डाउनलोड गरेर हेर्छौँ अहिलेलाई यो चेक गरौँ यो चेक गर्दै गर्दाखेरिमा हाम्रो के छ त भनेर भन्दा यो ओके यसलाई चाहिँ रेम टु डिस्प्ले ओन्ली कम्पोजिट नम्बर बिट्विन 10 to 100 सम्म कम्पोजिट नम्बर मात्रै जसलाई आफू या वानले भन्दा अरू कुनै नम्बरले जान्छ प्राइम भएको नम्बरलाई प्रिन्ट गर्ने हामीसँग यो फङ्सन भयो अब हामीसँग के छ exercise write a program that asks any number and check whether it is divisible by 3 or not write a program that accept यो सबै मैले के गर्छु त भन्दा once सबै च्याप्टर मैले पढाएर सक्छु त्यसपछि यो हामी सँगै सबै कुराहरू सल्भ गर्छौँ है त दिस मच मोर फर टुडे किप सब्सक्राइबिङ अब हामी दिनको एउटा च्याप्टर सक्दै जान्छौँ है त ओके थ्याङ्क यू फर वाचिङ गाइज